म चाहिँ टोइलेट जानु पर्यो भनेपछि टोइलेट जानु पर्यो क्या छोडिदिनु पर्यो उसलाई त्यो गुला निस्किनु मन लाग्छ मलाई मैले मेरो कन्ट्रोलमा छ अब उसलाई निस्किनु मन लागिसक्यो म अब सेफ्टी ट्याङ्कीमा जान्छु ही क्यान गो म्यान ऐसा ही हगेंगे आप ब्रो म त नुवाकोटको जङ्गलमा होइन ब्रो बिचमा जङ्गलमा हगेर पातले पुछिरहेको छ ब्रो त्यो एक लेनवाला हुन्छ नि त्यो गाडी रोक्नु ठाउँ नै छैन क्या अब हुन्छ नि अब अरू गाडीलाई पनि अप्ठ्यारो त पार्नु भएन नि त हगेको ठाउँमै गाडी आइपुग्यो भने त ऱ्याक भएन उठाएको ठाउँमा त गाह्रो भइसक्यो नि टक एउटा टर्निङ सल्को त्यो ठुलो भएको ठाउँमा रोकेर दौडेर त तल जेस बागाएन आएको छ भने जङ्गल यस्तो आनन्दले हग्देर अनि सिस्नु बाहेक जे पात भयो नि हुन्छ सिस्नु चाका पऱ्यो भने चाहिँ गयो फेरि पातपुत पुछेर लामो त्यसपछि गएर अगाडि पानी सानी किनेर फेरि हात धोएर लामो त्यो हिसाबमा आइदियो साग त काठमाडौँसम्म ड्राई होइन फेरि त्यो कस्तो कि पातले पनि याद गर्नुपर्छ काट्छ क्या फेरि पातले पनि होइन त्यो पात पनि झुसुलगिरा पऱ्यो भने त गएन कसले कपाल दल दिनु त्यहाँ